रास्ता छ गाइस केटाहरू खै रकेट जान्छ हेर्नु न गयो म त लेकमै छु हिल्लो बाटो यतिको खुसी चाहिँ हुनु पर्यो नि गाइस अन्त एक्सर्साइजहरू पिटीहरू दिनु थाल्यो नि ल गाइस अब चाहिँ हामी यहाँबाट निक्लिँदैछौँ है अनि उहाँहरूलाई पनि एकदमै थ्याङ्क यू सो मच है आज तल जाँदैन हुन्छ थ्याङ्क यू है फेरि भेटौँ तपाईँहरू यदि सन्दकपू आउनुहुँदैछ भने कालपोखरीमा स्टे गर्नु सक्नुहुन्छ है यदि तपाईँहरूलाई कन्ट्याक्ट नम्बरहरू चाहियो भने यहाँनिर कन्ट्याक्ट गर्नु सक्नुहुन्छ किन भन्दाखेरि तपाईँहरूले अगाडि नै आउनु अगाडि भनेको राम्रो नि त किनभने फेरि यहाँ चाहिँ अब यस्तो छ फेरि तपाईँहरूले रुमहरू पाएन भने बिजोक हुन्छ कि यहाँ चाहिँ है त्यसले गर्दाखेरि चाहिँ अगाडि नै बुकिङ गर्नुहोस् होला पाण्डिम लज नेपाल नम्बर पनि त्यही छ इन्डियाको पनि त्यही छ वाट्सएपहरू गर्नु पनि सक्नुहुन्छ ल आज झर्दैन होला ल भेटौँ न ल थ्याङ्क यू गयो ल ए हुन्छ गयो ल हुन्छ हुन्छ अब त निस्किसक्यो गाइस फोटोसुट चाहिँ हाम्रो यहाँ अगाडि हुनेछ गाइस अनि केटाहरूले चाहिँ झोला हालिसकेको छ डाइरेक्ट जाने अरे नि त अब हामी हो अघिसम्म चाहिँ वेदर राम्रो थियो नि त अहिले चाहिँ बिग्रिरहेको छैन नि गाइस यता फोटो त हामी आउने रहेछ वेदर चाहिँ अलिकति बिग्रिरहेको छ नि त अघि बिहान आएको भयो भने चाहिँ यस्तो हुन्छ कि यहाँ चाहिँ लकमा डिपेन्ड हुन्छ नि त एकैछिनमा राम्रो हुन्छ एकैछिनमा ढुस्से भइहाल्छ अनि मेरो चाहिँ अब क्वालिटी भोइस क्वालिटी चाहिँ राम्रो आउँदैन गाइस है अनि बोरिङ नमानी हेरिदिनुहोस् होला भोइस क्वालिटी राम्रो छ भने चाहिँ मजा आउँछ नि त हेर्नु छैन भने चाहिँ राम्रो आउँदैन ल ए हुन्छ खै उयो छ यहाँ चाहिँ हाम्रो दाको है रेस्टुरेन्ट यहाँनिर है अब चाहिँ हामी यहाँबाट निक्लिँदैछ है अब चाहिँ सिधै जाने आज हाम्रो यात्रा सन्दकपू सकिसकेको छ है हुन्छ यतिको बाटो भने चाहिँ ठिकै छ नि त गाइस हो कति जग्गा त खतरै छ नि त त्यो देख्नु भयो होला तपाईँहरूले है गाइस आज त सब खोलाइ हुँदैन गाइस है अनि यहीँनिर हाम्रो 10 बजिसक्यो पुग्दाखेरि 1-2 घन्टा बच्चा होला नि अन्त त्यसले गर्दाखेरि कति बेला खोल्नु रेस्ट पनि गर्नु पऱ्यो भिडियो पनि एडिट गरेर हाल्नु पऱ्यो यहाँ त अब नेटवर्क पनि भेटाउँदैन वाइफाई पनि त्यति खास चल्दैन नि किनभने सबले वाइफाई कनेक्ट त गर्छ त्यसले गर्दा म अन्त अब घर पुगेर चाहिँ हुन्छ है त्यहाँबाट आज त भिडियो हाल्नै पर्ने हो हाम्रो केटाहरू आज चाहिँ हामी महाबुकबाट चाहिँ अर्को रुट जान्छ अरे नि त हिजो हामी त्यहाँ इलामबाट माई पोखरीहरू भयो हुँदै आयो नि त त्यो चाहिँ अलिकति लङ पर्छ अरे त्यसले गर्दाखेरि जान्छ हामी सर्टकटबाट जानेछ गाइस आउने छ पो भन्छु यहाँ फेरि ढुङ्गा पनि हेर्दै गर्नु पऱ्यो नि त यताउता बोल्दै यता सिन हेर्दै हिँड्यो भने फेरि अहिले कहाँ पुग्छ घुमेर गाइस हिजो त अन्त थारको चक्काहरू उडिदिँदै थियो गाइस हाम्रो फेरि घर गएर काम धेरै छ गाइस है अनि सुजहरूको पनि अर्डरहरू धेरै आइरहेको थियो है मैले टाइमै दिनु पाएको छुइनँ मेसेजहरू पनि गर्नै पाएको छुइनँ नि त हो अन्त अब गएर चाहिँ फटाफट गर्नुहुन्छ कतिजना रिसाउनु भयो होला है हात दुख्छ नि त गाइस है कति बार त्यसरी राइड गर्दाखेरि त्यसले गर्दाखेरि चाहिँ जाँदै रेस्ट गर्दै पर्खिँदै गर्नुहुन्छ केटाहरूलाई अर्को रुट गयो भने चाहिँ 12 बज्छ केटाहरूको फेरि मेरोमा चाहिँ वक्की टक्की छ नि त झन्डा चाहिँ सजिलो हुन्छ है सक्कर चाहिँ एकदम दामी छ यो प्रो है नर्मल एक्सपोर्ट गर्दाखेरि चाहिँ यो प्रो चाहिँ कुदाउनु सबै मजा छ खदाको पनि माला लगायो फुलको पनि लगायो होइन सबै लगायो गाइस तर छुट्टीको माला चाहिँ कहिले पनि लगाएको थिएन नि त हामीले गाइस है त्यो चाहिँ मैले अघि गोप्रोबाट खिच्नु पाइनँ त्यो चाहिँ मेरो रिल्समा छ गाइस है यो मजा आयो है यो किटीले गर्दाखेरि चाहिँ उकालोमा पुरा स्किड हुने चान्सेस हुन्छ नि त तर हावा चाहिँ बहुत कम्ती नै राख्नुपर्ने रहेछ गाइस यो अफ रोड हिँड्दा चाहिँ त्यो हुन त अर्को टायर भए त पुरा स्किड गर्थ्यो होला नर्मल टायर तर यो जुन चाहिँ छ नि मेरो बाइकमा अझै योभन्दा कम्ती राख्नुपर्ने रहेछ हावा चाहिँ क्या
अहिले पनि मजाको भइरहेको छ तर पुरा यता र उता हुँदैछ नि त अलिअलि होइन तर त्यो कम्ती राख्यो भने चाहिँ ढुङ्गा भेट नस हुँदो रहेछ नि त त्यसले गर्दा चाहिँ मजा आउँछ है सुटिङ गर्ने जग्गा थियो यो प्लेसहरू हेर्न न हाम्रो यस्तो रास्ता छ गाइस भनिदिनु हुन्छ एकछिन सिनेमेटिकमा गरिदिनु ल सिनेमेटिकमा के भन्नुपर्छ पर्दैन रकेट राइडरहरू छिरिसक्यो अगाडि हो घर आइपुग्यो त है अब हिजो त घर देखेको जस्तो लाग्यो नि त यो यस यो थियो हगीले गर्दा पनि नदेखेर होला यस्तो छ रोटी गैसी आम्म किङ रोड अफ रोडिङ गर्नु छ भने त्यता आउनु तपाईँहरू जाउँ म बोलाउँदै गर्छु ल केटाहरू गयो यहाँ लेकमा एकछिन बस भन्दै थियो गयो केटाहरू फेरि केटाहरू यस्तो गर्छ नि त गाइस गयो नि केटाहरू त रकेट अब कहाँ बोलाउनु तिनीहरूलाई ल गाइस रिल्सहरू पनि भनेको जस्तै बनाउनै पाएको छैन गाइस अनि केटाहरू खै रकेट जान्छ हेर्नु न गयो म त लेकमै छु म र भाइ क्या दामी रहेछ हेर्नु बोटहरू पनि भएको कस्तो दामी देख्थ्यो होला है अनि दामी देख्थ्यो यो देप्रो म खालि छ के छिटो आयो है भाइ यहाँबाट चाहिँ अब पिच रोड छ हेर्नु ल गाइस अब तपाईँहरूलाई देखाउँछु म झिल देख्नु भएको भर्खर रोकेको थियो नि त्यहाँनिर चाहिँ रेड पान्डाहरूको उयो रेड पान्डाहरू देख्छ अरे नि त त्यहाँनिर अनि यहाँ हेर्नु न सन्दकपुमा पनि यस्तो रोड छ अब त यस्तो हुनु थाल्यो गाइस यो रोडमा चाहिँ हावा कम्ती छ भने चाहिँ पब्लिङ भइहाल्छ नि त हो अब अलिक तलतिर चाहिँ अलिक थप्नु पर्ला अहिले चाहिँ यतिकै जानुपर्छ किनभने तलसम्म अफ रोडै छ नि त यहाँबाट अलिक राम्रो छ तलतिर अफ रोड छ नि त आइपुग्दाखेरि चाहिँ सन्दकपुमा छु जस्तो त लागेकै छैन गाइस पिच देखेर क्या दामी बनाएको छ नि त रोड फेरि अब सन्दकपुको रोड पिचै पिच बनाइदियो भने चाहिँ फेरि मजा पनि आउँदैन नि त तिनकुने चाहिँ अलिक तल रहेछ नि त मैले चाहिँ सोचेको थिएँ यो तिनकुने यताबाट जानुपर्छ भनेर होइन रहेछ जाउँ भाइ जाउँ हुन्छ यहाँबाट यता रोडै छैन 3 किलोमिटरहरू रहेछ तिनकुने चाहिँ पुग्नु है तल रहेछ त्यहाँ हामी त्यहाँबाट चाहिँ हामी ओह्रालोबाट आएको नि त्यही त कि अब चाहिँ उकालो जानुपर्ने रहेछ है नमस्कार बडा लागे हुन्छ बडा चोप कराएर वक्क मलाई बन्द गर्नु पनि सकेको छैन गाइस हो यस्तोमा कसरी रोकेर बन्द गर्नु आइसक्यो अब म अलिक तल दिन्छु बन्द गरिदिन्छु गाइस ला यो लुज भयो नि मलाई लाग्थ्यो तिमी गाइस अब रोक्ने बेला भयो अलिक तलतिर यसको नट झरेछ नि तेरिका त्यति गऱ्यो एकछिनलाई उयो झरेछ नि हेर न हौ भाइ अब रड्डी भयो नि यो हेर त यो एकताल त्यहाँ राखिन्छ भाइ यो नटै झरेछ नि लुज हुनु थाल्यो नि त्यो अब यहाँ रोकेर कसौँला है भाइ यसको नटै लुज भयो नि त अहिले चाहिँ हामी माबुमा रोकिरहेको छ अनि सबैजना भेट भयो नि त हामीले टाइट पनि गरिदिइसकेको छ है भाइजर किनभने यस्तो हुँदैछ नि फेरि अर्को नट पनि लुज हुन्छ अनि अहिले चाहिँ हामीले भेज मोमो खाँदैछ अनि कतिजनाले यहाँनिर झालमुडी पनि खाँदैछ वाटरमेलन पनि खाँदैछ खाएन तिमी मोमो अब चाहिँ हामी यहाँबाट निक्लेको है अब चाहिँ तलबाट चाहिँ हामी छुट्टिने छ त्यहाँबाट चाहिँ हामी सिधै घर जाने फेरि टाइम लाग्छ नि त बाटो आयो हिल्लो बाटो आयो
है 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 हिल्लो बाटो हिल्लो बाटो हिल्लो बाटो 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 यत्तिको त हिल्लो छ यत्तिको त गइहाल्छ कुदिहाल्छ यो बाइक त हाम्रो साह्रो चाहिँ कसलाई पर्दैछ भन्दाखेरि चाहिँ हाम्रो केही भाइ है त्यस्तो चाहिँ अब त्यस्तो खासै सक्कर हुँदैन नि त यिनीहरूको जस्तो हो यिनीहरूको चाहिँ मजाले लग्सिन्छ नि त अनि हात चाहिँ पुरा गल्छ क्या त्यो बाइकमा चाहिँ उकालो रहेछ है बाटो राइडमा यस्तो मजा आउँछ नि थाकेको बेलामा चाहिँ लडिहाल्नुपर्छ गाइस यति हो जति पनि अफरोड कुदाउनु हुँदैछ भने रोक्यो लडिहाल्नु एकछिन भए पनि आराम पाउँछ छुट्टी अड्किला नि घाँटीमा चौरीको छुट्टी टाइम उठ्नु साह्रो परेको र यो जुत्ताले हिलो खतरा छ हिलो यो बाटो जानुपर्ने छ तर केटाहरू पनि नजाने नै भयो किनभने उकालो जाने भनेको चाहिँ ल यो बाटो चाहिँ सर्टकट रहेछ नि त त्यही भएर चाहिँ हामी यो बाटो जाँदैछ हिजो चाहिँ उताबाट आएको नि त उकालो हो यहाँबाट सिधै इलाम निस्किन्छ भन्दैछ चाहिँ त्यही भएर चाहिँ हामी यही बाटो जाँदैछ कुद्यो 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 अम्बो ट्रक पनि हिँडिन्छ रहेछ यो बाटो है ट्रक गइदियो र कमान करण चौधरी अटोधरि त हिँड्छ रहेछ यो बाटो अम्बो अद्भुत छ त बाटो त गाइस यो बाटो हिँडेको यो ट्रक टम एन्ड जेरीहरू हेर्नु अब ऊ माथिबाट चाहिँ पिच रोड छ अरे त्यहाँबाट चाहिँ ओह्रालो जानुपर्छ अरे नि त ब्यागहरू आउला टाटाहरू छोडिदियो गइहाल्यो ट्रक हामीले चाहिँ उकालोमा चाहिँ यस्तो गाडीहरूलाई चाहिँ डिस्टर्ब गरिदिनु हेर्न सक्नुहुन्छ टाटा अम्बो अगाडि यहाँबाट ओह्रालो ओह्रालो आइपुग्यो अब चाहिँ अफरोड छैन है गाइस यो बाटो आउँदो रहेछ माई पोखरीहरू यो माथि हो नि त अहिले चाहिँ याद भयो सन्दकपुरको राइड जाने 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 भन्दै धेरै अगाडि दिन बिलाएको गएर पनि आयो त्यो गाइस सक्यो हाम्रो सन्दकपुर राइड पनि है अब नेक्स्ट राइड चाहिँ कहाँ हुन्छ होला है
कहाँ जाँदा ठिक हुन्छ होला तपाईँहरूले यसो कमेन्ट गरेर भनिदिनुहोस् होला। त्यहीसँग छिट्टो आइपुग्यो आज है। जुन चाहिँ जग्गा गयो पनि त्यस्तै हुन्छ नि त, जाँदा टाढो लाग्छ आउँदा छेउ लाग्छ होइन। माई खोलामा गएर चाहिँ त्यहाँ खानाहरू हुनेछ, त्यहाँबाट चाहिँ हामी सिधै जानेछ है। मजा आइदियो है भाइ। क्या त्यो त तल जाउँ न, त्यही पाउँछ। केरा खान्छ भन्दै गर ल गाइस। हावा चाहिँ हालिहालौँ है। हावा हुन्छ, हावा पनि भइसकेको छ है। अब चाहिँ फटाफट जाउँला बजार ननिक्लिउँ न। अहिले चाहिँ मैले चाहिँ माइक्रो एडाप्टर जोडिदिइसकेको छु है गाइस। अहिले चाहिँ भोइस क्वालिटी अलिक राम्रो आयो होला। अघि चाहिँ मैले जोडेको थिइनँ नि त, किनभने ब्याट्री उयो कम पनि थियो, झ्याप जाने। मेरो त ब्याट्री नै बिग्रिसकेको छ, 60मा पनि झ्याप जान्छ क्या हो। घर गएर एकदम रेस्ट गर्नुपर्छ, आज भिडियो एडिट गरेर हाल्नै पर्छ गाइस है। म त खास चाहिँ के सोचेको थिएँ, माथि नेट राम्रो भएको थियो एडिट गर्दै हाल्छु भनेर सोचेको थिएँ। दुइटै अर्को फोन पनि स्पेस फुल भइसकेको छ मेरो फोनको, त्यसले गर्दाखेरि कसरी चाहिँ एडिट गर्नु भइरहेको छैन। मार्क्स चाहिँ कहाँ राखेको छ अस्ति खोलेर होइन मैले हो, त्यसले गर्दा पनि धुलो पुरा लागिरहेको छ, पुरा अन्नरै उयो भइरहेको छ। पिटर खाइहाल्ला न हौ पिटर। त्यही त भनेको भने यता तेल हालेको छ, मेरो पुरै छ तेल हेर्नु न। अन्त उडाउँछ केटाहरूले यो चापेर, अन्त तेल खान्छ नि। नाच अन्त हो यत्तिको चाहिँ हुनु पऱ्यो नि। सन्दकपुर राइड सकेर आएर पैसा तेल सकेर त यत्तिको खुसी हुनु पऱ्यो नि त हो। अन्त हो यत्तिको खुसी चाहिँ हुनु पऱ्यो नि गाइस। अन्त हो एक्सर्साइजहरू पिटीहरू दिनु थाल्यो नि केटाहरूले। आज 220 ल्याएको भए त झन् बवाल मचाउँथ्यो होला हाम्रो पिकम्सले है। पुलिस सरहरू त्यही थियो नि त। पिटर हेभी थियो है, त्यहाँ पड्काएको भए त खेदाउँथ्यो होला नि है। लहे भिर हेर्नु सक्नुहुन्छ। त्यो हामी तल्लो रोड पुग्नुपर्छ नि त, उतल्लोको रोड। त्यही रोड अब चाहिँ माइ खोला त्यो उतल्लोनिर हो, आइपुगिसकेको छ गाइस। हिल्लो रहेछ नि त। अम्बो ल भाइ कहाँ गएको? उकालो गयो त, धुलोले मार्यो उकालो यो उकालो। पानीमा हालिदिउँ न, सिधै बाइक हालिदिने। खाइसकेको छ माछा है, म त खाँदिनँ नि त। खाउ त कस्तो रहेछ? लोकल माछा यो खोलाको रहेछ माछा चाहिँ, यो खोलाको माछा यहाँ खाँदैछ केटाहरूले रमाइ चाउमिन आइसक्यो है। चाउमिन चाहिँ हाम्रो स्याहार्नु छैन त उचालिन सक्छु हाने आदि फेरि है यल्मु होटेल हाम्रो आसिङहरूकोमा। अनि हेलमेट चाहिँ मैले यहीँ राखिरहेको छु नि त, अर्को त्यो पनि लगेर जानुपर्छ। अनि पुरा पानी आउँदैछ हेर्नु नै। अब हिलो चाहिँ डर लाग्दो फेल्छ साथी। के गर्ने, बाहिरबाट जाने कि? अब चाहिँ हामी यहाँ बिदा दिँदैछ ल साथी, हामीहरू जानु। अब चाहिँ हामी छुट्टेको है, यहाँनिर यहीँ इन्ड गरिदिएको नि त। आज हामी जहाँ यल्मु होटेल छ है हाम्रो आसिङहरूको, त्यहाँबाटै छुट्टेको। अस्ति हामी फर्स्ट यहीँ मिटअप भएको नि त सबैजना। जाउँ साथी, त्यहाँ माथि मिरिक भएर जानुहुन्छ नि त। लेट्स गो।